गाइज यो मेरो सानो करेसा बारी, सानो ब्याकयार्ड र बुढीको डिमान्डमा मैले रोपेको रोजहरू यसरी फुल्दैछ। 4वटा रोज र मैले यहाँ गार्डन बनाएको छु। यो अन्डर कन्स्ट्रक्सनमा छ। यो अङ्गुर रोपेको छु मैले। फ्युचरमा चाहिँ यो अङ्गुर मुनि चाहिँ चिप्ली भेन्डी लगाउने ठाउँ हो। यो मेरो अङ्गुरको बारी। त्यसरी अब यो बारी त बनाउन बाँकी छ, काठहरू आइसकेको छ। अब यो काठहरूबाट चाहिँ यो जाली चाहिँ माथि हुन्छ र यो मेरो घिरौँला बारी। घिरौँला यहाँ लटरम्मै फलेको छ। घिरौँला लटरम्मै फलेको छ। एउटा यहाँ छ, 2टा यहाँ छ। यहाँ यो घिरौँला टन्न छ। यहाँ घिरौँला भएन नि, घिरौँला 4वटा घिरौँला। पाँचवटा, 6वटा, 7वटा, 8वटा। धेरै छ घिरौँला।